त्यो अब अगाडि फोन गरेको थिएँ आज बुढोबाट फेरि आउनु भएन बाहिर भ्याउँदिनँ होला सर र मेथड मात्रै मेथड नेम र रिटर्न टाइप हुन्छ त DAO DAO डट CS भन्ने छ ठिक छ है सरले यहाँनिर पहिला यो कनेक्सन स्ट्रिङ त बुझ्नु पर्दैन हैन मेन भनेको प्रब्लम यहाँनिर खेलाउन हामीलाई प्रब्लम बेल त कनेक्सन गरिदिहाल्छ यहाँ के छ त पब्लिक स्ट्याटिक यसरी बुझ्ने हो क्या म बुझाउँछु त इन्ट भनेर है यसले रिटर्न टाइप इन्टिजर गर्छ स्ट्रिङ SQL त्यसपछि कमान्ड टाइप CMD typ टाइप भनेर लेख्यो त्यसपछि के छ SQL प्यारामिटर डट पेन छ यसको रिटर्न टाइप मेन यहाँ बुझ्यो हुन्छ क्या रिटर्न जस्ट इन्ट गर्छ यसले रिटर्न के रिटर्न 1 केही गर्छ हो किन 1 अथवा 1 अर 0 गर्छ त्यो बुझ्नु है त त्यसपछि अर्को मेथड के छ पब्लिक स्ट्याटिक डाटा TLB डाटा आइडी int id insert delete object डाटा गेट टेबल यसमा पनि सर र यही कुराहरू यहाँनिर है त बुझ्यो नि हैन अब यसले रिटर्न टेबल गर्छ जस टी के अरे DT गरेर DT गर्दै पुग्यो अनि चाहिँ अब के छ अर्को BLL भन्ने छ हामीले के बनाएर चाहिँ के अरे इन्सर्टको काम गरिरहेको छ अनि चाहिँ पब्लिक इन्ट क्रिएट युजर है जस अब यसमा चाहिँ दुईटा युजर नेम र पासवर्ड मात्रै पठाउँछ है स्ट्रिङ युनेम र स्ट्रिङ PWD ठीक छ अब यहाँ चाहिँ के हुन्छ नि के चाहियो अब यसमा यो मेथड त कल हुनु पर्यो यो मेथड यो IUD कल हुनु पर्यो नि यहाँ है यहाँनिर मैले रिटर्न यसले पनि त रिटर्न इन्टिजर नै गर्छ नि यसको आएको रिटर्न फेरि यसले फेरि रिटर्न गरिदिन्छ किनभने यसको पनि त रिटर्न टाइप सेम हो यसको नि इन्टिजर हो यसको नि इन्टिजर यसले नि डाइरेक्ट रिटर्न गर्न पाउँछ अथवा इन्ट I लेख्ने हुन्छ ल I इज इक्वल टु अब रिटर्न गर्ने त्यसमा 0 1 के त आउँछ नि रिटर्न I भनेर लेख्न पाइयो नि त लास्टमा हैन अब यहाँ कुन डाउ के अरे डाउको हैन DAO डाउ यो भने क्लास डट मेथड नेम IDU यसलाई के चाहियो SQL भन्छ SQL select insert into TPL user
भनेपछि भ्यालुज एट द रेट के थियो एट द रेट दुईवटा पठाए कमा हो कि न त्यसको कमा छ नि त कमान्ड टाइप के हो कमान्ड टिवाइपी कमान्ड टाइप डट टेक्स्ट त्यो चाहिँ प्यारामिटर चाहियो प्यारामिटर के गरी पठाउँछ त एरेमा चाहिएको छ नि त यसलाई प्यारामिटर भने चाहिँ यसलाई के गर्छु एसक्युएल प्यारामिटर यहाँ एरे बनाउनु पर्यो इन्ट छ भने इन्टको एरे बनाउँथ्यो नि यसरी अब प्यारेन्ट इज इक्वल टु न्यू एसक्युएल प्यारामिटर गरेर यसरी ब्राकेट यस्तो हुन्थ्यो नि याद छ यसरी यहाँ यसरी एरेलाई यसरी लेख्नुहुन्छ हो कि न अनि त्यसमा पठाउँदाखेरि न्यू एसक्युएल प्यारामिटर गर्दै के गर्छ एट द रेट युनेम कमा त्यसपछि युनेम यो युनेम यो यहाँनिर गएको होइन युनेम त्यसपछि अर्को न्यू कमा कमा चाहिन्छ नि एउटा होइन कमा न्यू एसक्युएल प्यारामिटर मैले त्यस्तै गरेको छ नि त यहाँनिर बिएलए लेजरमा यसरी पठाएको छ नि त प्यारामिटर सबै गयो भने चाहिँ प्यारा भनेर लेख्दा हुन्छ अब यसको प्यारामिटर यो प्यारामिटर यहाँनिर आइपुग्यो ठिक छ सबै पुगिहाल्यो अब उता यो मेथड कल गर्ने टीएक्सटी युजर नै टीएक्सटी पासवर्ड अब यहाँनिरबाट सर यो चाहिँ उताबाट के अरे एप्लिकेसन लेयरबाट यता आउँछ नि सर अब यहाँ यस्तो हुन्छ अब यहाँ हाम्रो अब यो भनेको एसपीएक्स अनि इन्सर्ट गर्नु पर्यो मलाई बटन क्लिक भन्ने ब्युटी बटन सेभ भन्ने क्लिक सेभ भने चाहिँ हामीले के कल गर्छ यो कल गर्छ नि क्रिएट युजर भन्ने फङ्सन गरेर इन्ट आइकन यसले इन्टिजर रिटर्न गर्छ क्रिएट युजर फङ्सन भयो क्रिएट युजर के को बिएलयु डट क्रिएट युजर भनेर कल गर्यो यसलाई के चाहिन्छ टीएक्सटी युनेम टीएक्सटी पिडब्ल्युटी अब यसले के गर्छ युजर नेम र पासवर्ड यहाँ लिएर जान्छ कि जाँदैन अब यहाँनिर रिसर्ट गरिदिन्छ कि गर्दैन त्यस्तो हुन्छ हैन फेरि यसले यसलाई कल गर्यो नि त्यसले त्यही त अब के पठाउनु पर्छ नि पठाइदिने सिद्धि के अर्को के भन्छ जस्तै यो स्ट्रिङ यो हैन यसमा चाहिँ हामीले यो सिरियल राख्नुपर्छ नि यहाँ जे छ त्यही राख्नुपर्छ नि सर कुन यो भनेको टेक्स्ट बक्सबाट जे जाने त्यो हो प्यारामिटर जे नाम लेख्दा के भयो फर्स्ट नेम छ नि सर यहाँ अनि हामीले कहाँले पनि त्यही सिरियल बाहिर राख्नुपर्छ नि यो भनेको त्यो यो जुन छ नि डाटाबेसको नाम अनुसार राख्नुपर्छ डाटा छ फर्स्ट नेम फर्स्टमा लास्ट नेम त्यो होइन सर यो सिरियल वाइ भनेको फर्स्ट नेम लास्ट नेम यो भनेको यहाँनिर हो तिमीले भन्नु खोजेको त्यसो भए फर्स्ट नेम लास्ट नेम भन्छ नि यहाँ क्रिएटिभ चाहिँ यो फर्स्ट नेम लास्ट नेम यो जहाँ छ त्यही राख्नुपर्छ नि त्यही राख्नुपर्छ क्रिएटिभलाई गर्दा यही मेथड कल भएको छ नि ती फर्स्ट यहाँ भनिरहेको छ त त्यही त यो र यो चाहिँ मिल्नु पर्ने जस्तै यो स्ट्रिङ फोटो यता यो यता भयो भने त्यो मिसम्याच भयो मिसम्याच हुन्छ हैन त्यसलाई पनि अर्को एउटा के दिस द्याट भन्ने हुन्छ हैन दिस भनेको त यसकै यहाँ यसरी दिस लेख्न पाइन्छ यसकै टेक्स्ट बक्स भनेको यो दिस यो त टेक्स्ट बक्स भनेको यही फर्मको टेक्स्ट बक्स यो लेख्न पाइन्छ यो त पोइन्टर हो दिस पोइन्टर भनेको यसैको लाई पोइन्ट गर्ने हो त्यो त अब सिरियल वाइ लेख्नु त्यसलाई कुनै उपाय छैन त्यस्तोको लागि यो भनेको मेथडमा जे पठाउनु भनेको छ त्यही नै पठाउनु पर्छ त्यो ठाउँमा जस्तै त्यो त पठाउनु पर्यो जस्तै लास्ट नेम मैले यहाँ पठाएँ फर्स्ट नेम डाटाबेसमा अर्को उसमा किन प्रब्लम आउँछ यो यु नेम कुनमा गयो यहाँ गयो नि त यु नेम यो पिडब्ल्युडी यहाँ गयो नि त यहाँ उल्टा सिधा पठायो नि यो त यहीँनिर लगेर राख्छ यसले यहीँनिर लगेर राख्छ किनभने यसले चिन्यो भने एट द रेटबाट चिन्ने हो यसले एट द रेटबाट चिन्ने हो प्यारामिटरलाई भन्छ यहाँनिर बिएलए युजरमा यहाँनिर कन्ट्री छ भने कन्ट्रीले नै चिन्छ क्या यहाँबाट जुन जान्छ नि भ्यालु यहाँबाट जान्छ भ्यालु यो कन्ट्री भनेको यसले यसलाई नै दिन्छ क्या यहाँनिर नेम भनेर फर्स्ट नेम भनेर राख्दै भने के हुन्छ क्या फर्स्ट नेम चाहिँ गइदिन्छ क्या कन्ट्री त्यो त भएन अनि यो जुन मेथड छ यही मेथडको सिरियली पठाउनु पर्यो फर्स्ट नेम लास्ट नेम पठाउनु पर्यो त्यही फर्स्ट नेम लास्ट नेम मिलाएर पठाउनु पर्छ क्या किनभने त्यहाँ त ब्राकेट दिने बित्तिकै घेर्ने बित्तिकै यहाँनिर यस्तो गर्ने बित्तिकै यहाँ के पठाउनु पर्छ भने यो जुन प्यारामिटर हुन्छ यहाँ प्यारामिटर देखाइहाल्छ नि अनि चाहिँ त्यो अनुसार ठक्क पठाइदिने अब डाउमा अब यसले के गर्छ सेम डट एक्जिक्युट नन क्वेरी गर्छ यहाँ एसक्युएल स्ट्यान्ड सबै लिन्छ एक्जिक्युट नन क्वेरी रिटर्न 1 और 0 गर्छ फेरि कहाँ आउँछ यहाँनिर आउँछ ओके न 1 यहाँ आउँछ क्या फेरि यसले रिटर्न गर्छ 0 अथवा 1 कहाँ आउँछ यहाँ आउँछ 1 जस्तै यसले 0 अथवा 1 रिटर्न गर्छ हो कि न लास्ट एक्जिक्युट यहाँ हुन्छ नि सिएमडी डट एक्जिक्युट नन क्वेरी
नन क्वेरी यहाँ हुन्छ हो किन नन क्वेरी यहाँनिर हुन्छ है नन क्वेरी अब यसले के रिटर्न 0 अथवा 1 रिटर्न गर्छ 1 अथवा 0 भने चाहिँ इन्सर्ट भयो भने एउटा रेकर्ड इन्सर्ट 1 रिटर्न गर्छ न इन्सर्ट भएन भने 0 रेकर्ड अनि त्यो 1 कहाँ आउँछ त किनभने यहाँ कल गराएको छु नि त मैले यो मेथडलाई यहाँ कल गर्छु यो 1 त यसले फेरि कसलाई दिन्छ त यसलाई दिन्छ नि रिटर्न भ्यालु आइयुडीले एक्जिक्युट गर्यो 1 रिटर्न ल्यायो भने चाहिँ यसले होल्ड गर्छ 1 अनि फेरि रिटर्न 1 त रिटर्न आई गर्नु भनेको त रिटर्न 1 गर्नु हो नि त यो फेरि यो यहाँनिर आउँछ नि त फेरि यसले पनि त रिटर्न गराएको छ नि त यो 1 अनि चाहिँ यसले 1 हो त्यही भएर इफ आई इज ग्रेटर देन 0 छ भने यो आई इज ग्रेटर देन 0 छ भने म्यासेज एक्जाम्पल डिस्प्ले गर्छ यति मात्रै हो यसको अब जस्तै मैले हामीले त गर्न त गराएको छौँ कहाँ गराएको छ युजर डिफल्टर गेट इक्जाम्पल होइन वेबसाइट इएसएम र युजर कन्ट्रोल यहाँनिर हेर है त अब जस्तै साइनअपमा मैले इन्सर्ट गर्दाखेरि यहाँ म अझै क्लियर बनाइदिन्छु त्यही जस्तो बनाइदिन्छु त आयो भने आई इज इक्वल टु सेम डट इज इक्वल रिटर्न आयो अनि चाहिँ यहाँ बिएलए लिङ्करमा पनि के गर्नु पर्यो त यहाँ इन्ट आयो यहाँ पनि त रिटर्न गर्छ नि त्यसले होइन यहाँ आई इज इक्वल टु यो गर्छ यसलाई पनि रिटर्न गर्नु पर्ने इन्सर्ट हेर्नु है रिटर्न आयो कुरो त्यही हो है अब यहाँ इन्सर्ट गर्ने कुन ठाउँमा त यहाँनिर साइनअपमा इन्सर्ट हुनु बटन अपडेट सबमिट क्लिक गर्दाखेरि यहाँनिर आएको भ्यालु कति आउँछ यहाँनिर पछि फर्स्ट यहाँबाट सुन्यो भने त बटन सबमिट एप्लाई थिच्यो होइन त्यसरी हामी कहाँ गयो त क्रिएट युजरमा गयो हो कि घुम्ने त्यसरी हो नि त बनाउने उल्टा हुन्छ हामीले गर्दाखेरि होइन यसलाई के गरेँ एप्लाई यहाँनिर गरेँ त्यसपछि अब कहाँ जान्छ त्यो यहाँनिर जान्छ नि आइडियूमा जान्छ नि होइन यसो हेर्दाखेरि होइन त यस्तै गरिरहेको छ नि यहाँबाट यहाँ गयो क्रिएट युजर F9 यहाँ प्रेस गरेँ एउटा F9 यहाँ प्रेस गरेँ डाउमा जान्छ नि त गोटेक्स यहाँ पनि F9 प्रेस गरेँ अब यसलाई के गर्छु मैले यसलाई सेट एज स्टार्ट पेज गर्छु सेट एज स्टार्ट पेज बल्ल F5 थिचेपछि यो पेज रन हुन्छ क्या अब गर्नै पर्छ सेट एज स्टार्ट पेज डिबग गर्नु पऱ्यो F9 सब ठाउँमा राख्यो हरेक ठाउँमा जहाँ जान्छु त्यहाँ चाहिँ F9 र F9 राख्दिउँ इनेबल डिबग यो भनेको web.com मा इनेबल गर्नु चाहिँ डिबग गर्नु पानी पऱ्यो जानु पर्दैन परेन बिजनेस एनालिस्ट त्यो ठुलै कम्पनी छ एकदम ठुलो यहाँ 4 घन्टा काम गर्ने अरू ठाउँमा फुल टाइम भन्दा धेरै पे गर्छ त्यसैको मिटिङ थियो क्या त्यहाँ ढिलो भयो के ढिलो भयो मजाले बुझ यो प्याटर्न बुझ्यो नि त्यसपछि जति गर्छ नि जे गरे जस्तो सुकै प्याटर्न नि बुझ्छ क्या मेरो यो खेलाको त्यो अब्जेक्ट के चाहियो कहाँ चाहियो त्यसलाई मोडल बनाएको कुरो अनि है एउटा मैले के गरेँ रमेश भनेर राखेँ जेन्डर मेल गरेँ इमेल ramesh@gmail.com बुझेन भने एकदम सोधिहाल्नु है त्यो लुकाएर केही छैन सब्मिट गरेँ यहाँनिर पुग्यो हामी कहाँ छौँ यहाँनिर छौँ त्यसपछि यहाँबाट हेर है सब टेक्स्ट बक्स अब उसले जे मागेको थियो त्यही सब पठायो किनभने यो मेथड क्रिएट युजर भन्ने मेथड जे माग्छ त्यो त भ्यालु त कहाँ टेक्स्ट बक्सबाट यहाँ त यो टेक्स्ट बक्सबाट जाने हो यो त युआई हो नि अब यहाँबाट उसले के गर्छ एप्टेन गर्ने फर्स्ट नेम आएर त्यही कुरा लिएर आउँछ रमेश लास्ट नेम जेन्डरमा मेल लिएर आउँछ भनेपछि आनन्द भयो प्यारामिटरमा पठाउनलाई सर र प्यारामिटरमा गयो एप्टेन प्यारामिटर सबै गयो कहीँ नगएको छ सबै ठाउँमा गयो इमेल सब मजाले गयो मान्छे प्यारामिटरको भ्यालु कहाँ लिएर जान्छ त यसमा कलेक्सनमा लिएर जान्छ यहाँ हो क्या नि प्यारामिटर कलेक्सन लिएर जा भन्छ नि यहाँ प्यारामिटरमा हेऱ्यो भने चाहिँ के छ नि त कलेक्सन लिएर गइरहेको छ नि त एउटै झ्याम्म यो 4वटा कलेक्सन यो एड रेन्जमा गरेर राख्छ अहिले मात्रै हुन्छ त अब यसले के यहाँ फेरि आयो अझै आएको भ्यालु कहीँ पनि आएको छैन अहिले किनभने एक्जिक्युट भएकै छैन नि यहाँबाट त रिटर्न हुनु पऱ्यो नि अनि चाहिँ यसले के गर्यो सबै
गेट कनेक्ट क्रिएट कमान्ड एसक्युएल स्टेटमेन्ट उताबाट एसक्युएल स्टेटमेन्ट आयो होइन कमान्ड टाइप टेस्ट गयो यो पनि गयो प्यारामिटर नट इक्वल टु नल हो नि त होइन सबै प्यारामिटरलाई सेम डट प्यारामिटर एड विथ भ्यालु सेम डी डट प्यारामिटर गरिदियो नि यहाँ सबै एकैचोटि एड गर्थ्यो उसले किनभने यो त सबै कलेक्सन हो सबै हारेर गयो अब यहाँ गयो सेम डट एक्जिक्युट नन क्वेरीमा गयो हुँदैछ एक्जिक्युट भइसकेपछि के आउँछ त वान आउँछ मैले भनेको थिएँ त्यो वानलाई के गर्छ त रिटर्न गर्छ यसले ठिक छ कहाँ आउँछ त यहाँ किनभने अब यसले त काम आफ्नो पुरा गरिसक्यो अब यहाँ खालि वानको भ्यालु अब पठाइदिने हो जस्तै कसैलाई ट्रिगर ए मैले काम गरिसकेँ भनेर त भन्नु पऱ्यो नि यसले मैले काम गरिसकेँ भनेर वान दिन्छ क्या यसलाई वान पाउँछ अब यसले यहाँ ठिक छ त्यहाँको वान यहाँ आउँछ त्यसो फेरि कहाँ आउँछ यो वान अब यहाँ आउँछ यो वान यसको काम त गरेर पठाइदियो भने चाहिँ वान यहाँसम्म आइसक्यो चाहिँ म्यासेज गर्दा युजर क्रिएटेड सक्सेस मल्टिपल लोड अब बुझ्यो त्यो के गाह्रो छ त छैन अब सेलेक्टले कसरी काम गरिरहेछ सेलेक्टको पनि त बुझ्नु पऱ्यो नि होइन अनि सेलेक्टको त्यो हामीले अपडेट गरेर ल पहिला सेलेक्टको भयो हेरौँ है त रेकर्ड सेलेक्ट कतिखेर हुन्छ त जब के अरे सेलेक्टेड इन्डेक्स कुन फार हुन्छ त यो फार हुन्छ सेलेक्ट हुँदाखेरि सेलेक्ट भनेको जब भ्यू क्लिक गर्दाखेरि बल्ल ग्रिड लोड हुन्छ नि होइन हो किन भ्यू गर्दाखेरि बल्ल ग्रिड लोड हुन्छ हो किन भन्छ लोड ग्रिड हो नि त यहाँ F9 एउटा थपिदिउँ एक्स्ट्रा एउटा भयो फेरि यो कहाँ छ भनेर कहाँ कसरी भयो गो टु डिफिनेसन यो मेथड कहाँ छ भने झ्याप्पै त्यहाँनिर जान्छ यहाँ एउटा F9 गरौँ डाटा टेबल अब सुरु भयो किन गेट अल युजर बिजनेस लजिक लिएर जान थाल्यो यो अनि चाहिँ यहाँनिर हामी गो टु डिफिनेसन यहाँ पनि आइपुग्यो यहाँ डाटा टेबल लेख्यो हुन्छ है डिटी इक्वल टु नल डिटी इक्वल टु यो गरेर रिटर्न डिटी यसरी लेख्यो हुन्छ अघि जस्तै इन्टिजर लेखाएको जस्तै है त्यसपछि यहाँबाट कहाँ जान्छ हामी गो टु डिफिनेसन यहाँनिर आउँछ हो किन फेरि त्यही ठाउँमा आइपुग्यो अब मैले F5 गरेँ अघिको स्टार्ट पेज सेट भइरहेको छैन रिल्याक्स गरेर पढ्ने क्या इङ्ग्लिसमा एक्सपर्ट नभइकन उता इङ्ग्लिसमा एकदम गाह्रो हुन्छ हामीलाई अब हेर भ्यू गर्दाखेरि लोड हुन्छ कि बटन भ्यूमा लोड हुन्छ F10 गरौँ स्टेप एक्जिक्युट होइन अब डाटा टेबलमा भयो अहिले डाटा टेबल त के लिएर आउँदैन नि पहिला त यहाँ छिर्नु पऱ्यो नि होइन बिजनेस लजिक लेयरमा छिर्यो यहाँ पहिला छिर्यो अहिले पनि टेबल लिएर आउँदैन यसले रिटर्न अहिले पनि गर्दैन फेरि यहाँ छिर्यो यो मेथडमा गयो अब यहाँ एसक्युएल स्टेटमेन्ट सेलेक्ट भनेर लिएर आउँछ कमान्ड टाइप टेस्ट प्यारामिटर त केही पनि छैन नि के गर्यो केही लिएर आयो अब एसक्युएल अनुसार कमान्ड अनुसार प्यारामिटर डाटा टाइपले के गर्यो एसक्युएल स्टेटमेन्ट अनुसार के गर्छ त डाटा टेबलमा भर्ने काम कहाँ गर्छ यहाँनिर जुन ग्लास छ नि अब हेर्ने हो डाटा टेबल सर लिएर आयो यहाँ यो टेबल लिएर आएर चाहिँ यसले अब बल्ल यो टेबल फर्काउँछ यसले काम गरेर फर्काउने हो अब यहाँ आइसकेपछि यसले पनि के गर्छ टेबल लिएर आइसक्यो यसले पनि फर्काउँछ अघि जस्तै आएको भ्यालु सर दिए जस्तै यसले पनि फर्काउँछ अब यसले फर्काएर कहाँ दिन्छ त यहाँनिर दिन्छ नि यहाँ आउँछ यसरी रेकर्ड यसरी यहाँनिर आइपुग्छ अनि चाहिँ अब F10 गर्ने बित्तिकै यो डाटा टेबल आइसक्यो लोड गर्न त केही ठुलो कुरा भएन अब लोड हुन्छ अब अर्को अपडेट हो नि त घरमा पहिला एकदम प्र्याक्टिस गर्ने है जबसम्म बुझिँदैन तबसम्म अगाडि नबढ्ने बरु कसरी हुन्छ मैले बुझाउने कोसिस गर्छु अब यहाँनिर हाम्रो के त अपडेट भयो नि त अब अपडेट कहाँ थियो सेलेक्टेड इन्डेक्स फायर गरिसकेपछि नि त बटन अपडेट क्लिक गर्दाखेरि होइन ठिक छ ठाउँमा F9 राखौँ पहिला है यहाँ कहाँबाट सुरु हुन्छ त अपडेट साइन यहाँ अपडेट भनेको तलकोबाट सुरु हुन्छ नि त यहाँबाट सेलेक्ट गरी रेकर्ड आउने बुझ्छ यो सेलेक्ट गरेपछि सेलेक्टेड इन्डेक्स हुने बित्तिकै F9 एउटा यही डाटा किज भनेको थाहा छ है ग्रिड भ्यूमा बुझ है डाटा किज अनुसार त सेलेक्ट गर्नु पऱ्यो नि रेकर्ड आइडी अनुसार यहाँ रेकर्ड लोड गर्नुपर्ने छ मलाई है भनेपछि यसको डाटा किज सेट गर्छु जुन रोमा मैले क्लिक गर्छु त्यसको आइडी दिन्छ क्या डाटा किज भने युजर आइडी सेट गर्नु पर्यो यसको डाटा किजमा अनि यसको लागि मैले के गर्छु ग्रिड भ्यूमा डाटा किज भनेर युजर आइडी सेट गरिसकेँ
है, तर ग्रिड बाइन्ड हुनुपर्छ जहिले पनि, डाटा बाइन्ड गरेको हुनुपर्छ है। अनि बल्ल यसले आइडी दिने हो। अनि युजर आइडी मैले दिएँ, फेरि सेलेक्ट फर्स्ट नेम लास्ट नेम युजर नेम इमेल कन्ट्री गरेर सेलेक्ट गराएको छैन आउँदैन डाटा के, सेलेक्ट अल नै हुनुपर्छ, युजर आइडी पनि आएको हुनुपर्छ यसमा। त्यही भएर त्यो युजर आइडी एउटा युजर आइडी यहाँ दिएँ र यिनीहरूलाई सबैलाई बाइन्ड गरिदिएको हो नि। यो सबै के हो, आइटम ट्याम्प्लेट हो, किन हामीले सबै पढी साथै भ्याल गरेर बाइन्ड गराएको थियौँ। अब युजर आइडी दिने बित्तिकै सेलेक्टेड गर्ने बित्तिकै यसमा युजर आइडी पत्ता लगाउन मिल्छ। यहाँ सेलेक्टेड इन्डेक्स, सेलेक्ट जब बटन क्लिक हुन्छ त्यसपछि यसले के गर्छ, डाटा की सेलेक्टेड डाटा की डट भ्यालु भन्छ, युजर आइडी यो रोको दिन्छ क्या, जुन रोमा सेलेक्ट हुन्छ त्यसको युजर आइडी झ्याप्प यहाँ दिन्छ। युजर आइडी पाएपछि त हामीले के पाउँछ त, डाटा टेबल पाउँछ नि त। डाटा टेबल पाइसकेपछि एउटा सेसनमा, यो सेसन भनेको चाहिँ पेजमा एउटा युजर आइडी फालिदिएको बस्ने। त्यसपछि डिटी डट रोज डट काउन्ट भनेको डाटा टेबलको रोजहरू छ, यहाँ एकचोटि F9 गरौँ, ठिक छ। त्यसपछि हामी कहाँ जान्छौँ, यहाँ जान्छौँ, यहाँ पनि F9 गरौँ, ठिक छ। गेट युजर बाई युजर आइडी F9 गर्दै केही टेन्सन छैन है। त्यसपछि हामी कहाँ जान्छौँ, गेट टेबलमा जान्छौँ, ठिक छ। यही घुम्ने त यहाँ। त्यसपछि मैले के गरेँ, F5 गरेँ। अब एकदम सजिलो छ, बुझ्यो नि, एकदम सजिलो छ। खास गरी इन्सर्ट अपडेट डिलिटको मेन लजिक ल्याएको यिनीहरू। अब जस्तै भ्यू गरेँ, भ्यू गर्ने त यसलाई F5 गर्ने, यो काम छैन अहिले, सेलेक्ट पछि F5 गरेर एक्जिक्युट गरिदिएको क्या त्यसलाई। अब जस्तै मैले यो सेलेक्ट गर्ने बित्तिकै यहाँनिर सेलेक्टेड इन्डेक्स फायर भयो ग्रेड। यहाँ युजर आइडी कसको लिएर आयो त, 3 लिएर आयो। 3 को डाटा तान्न गयो। अब यसले युजर आइडी 3 पठाइरहेछ, युजर आइडी 3 पठायो नि, त्यसलाई दियो नि त युजर आइडी 3 को डाटा लिएर आइज भने डाटा उसले यहाँनिर सब काम गर्यो, डाटा टेबल आउँछ यहाँ 3 को डाटा, 3 को डाटा आउँछ यहाँ, किन आइडी 3 एसक्युएल स्टेटमेन्ट र प्यारामिटर अनुसार त डाटा त पाउँछ यसले। 3 को टेस्ट जेन्डर यस्तो छ। अब यही डाटालाई फेच गर्न खोज्यो क्या, डिटी डट रोज डट गरेर यहाँसम्म आयो, यहाँबाट फेरि फर्काइदियो त्यो टेबल, यहाँ आइपुग्यो टेबल, सेसनमा यस्तो गरेर टेबलमा त डाटा छ नि त। अब यहाँ हेर है, यो हेर, यो टेबल आएको, यसको टेबलको डाटा नि त। यी फर्स्ट नेममा डिटी डट रोजको 0 एउटै रोजको फर्स्ट नेम, टेस्ट कहाँ लोड गरे त, टेक्स्ट बक्समा। त्यसपछि टेक्स्टी लास्ट नेम, डिटी डट रोज 0 को लास्ट नेम यसले कहाँ फाल्थ्यो, यी लास्ट डट टेक्स्टमा, टेक्स्ट बक्सहरू हो नि त यिनीहरूमा त जानु पऱ्यो सर्भर। अपडेट गर्न अगाडि त सबै सेलेक्ट गरेर रेकर्ड त पपुलेट गर्नु पऱ्यो नि, सबै यसरी सर उसले लगिदियो, लगेको लगेन मजाले लिएर जान्छ। F10 किन रोज 0 भनेको जहिले पनि यो कलम नेम हो, यो रोज 0 जहिले पनि रोज 0 नै आउँछ। यसले के अरे सेलेक्ट इन्डेक्स 2 फायर गरेर सर डाटा लिएर आइदियो टेक्स्ट बक्समा। अब अपडेट गर्ने त्यो सेसनमा त आइडी छ, आइडी पाइहाल्छ, इन्सर्ट जस्तै अपडेट हो है। अब यहाँनिर हेर, अपडेट भनेको अब अपडेट बटन क्लिक गर्दा अपडेट हुनुपर्ने छ। अब यहाँ अपडेट गर्दा यो अपडेट सिम्पल। अब अपडेट भनेको के हो, युजर आइडी पाउँछ, वेयर अपडेट के प्यारामिटर पठाउनुपर्छ, यहाँनिर होइन। अपडेट युजर आइडी, किनभने यसलाई त आइडी चाहियो नि त, अरू त सबै टिएक्सटी फर्स्ट नेम लास्ट नेम त पाइहाल्छ हो, किन अपडेट भन्ने लेखाएको छ। अनि चाहिँ यहाँनिर सेसनबाटै अपडेटमा सर पठायो, इन्सर्ट जस्तै अपडेट त नि। अब सर यो आइडी योमा जान्छ, उसले स्टेटमेन्ट र प्यारामिटर पठाउँछ, त्यो अनुसार के गर्छ यहाँनिर आफै कहाँ अपडेट हुन्छ त, एसक्युएल स्टेटमेन्ट त अपडेट हो, भने चाहिँ अपडेट गर्नु पऱ्यो यसले, प्यारामिटर पठाउँछ यसले, यहाँ अपडेट हुन्छ। अपडेट हुनु भनेको नि आईको भ्यालु 0 त 1 आउनु, 1 आउनु भनेको अपडेट भयो भने अनि चाहिँ फेरि कहाँ फर्क्यो, यो डिएलएल युजरमा फर्किन्छ। यहाँ अपडेट भइसक्यो, रिटर्न 1 गर्छ यसले, फेरि यो कहाँ फर्किन्छ त, फेरि साइन अप डट एसए यहाँ 1 यहाँ लिएर आउँछ, अपडेटेड। अब बुझ्यो, त्यही भएर एकचोटि चाहिँ मजाले प्र्याक्टिस गर्नु क्या यो चाहिँ होइन। सुरुमा त अब यहाँ बटन यहाँ आउँछ होइन, यताबाट डाटा यता लिएर आउँछ, फेरि यहाँ लिएर आउँछ, फेरि यता रिटर्न गर्दै फेरि रिटर्न त ट्रिगर त गर्नु पर्यो नि, 1 को भ्यालु नै ट्रिगर हो क्या। मैले इन्सर्ट गर्छु 1 दियो उसले, एउटा झन्डा पठायो एउटाले, र अर्कोले अर्को झन्डा, यो भनेको झन्डा जस्तो मानौँ न, जस्तै काम भयो भने एउटा झन्डा दियो अरे, त्यसले फेरि अर्कोलाई पास गरिदिएर झन्डा, त्यही त भन्छ। यसले क्रिएट युजर कल गर्छ, क्रिएट युजरलाई के चाहिन्छ भने यहाँबाट पठाउँछ, यसले यहाँबाट डाओलाई दिन्छ, यो प्यारामिटरको थ्रु डाओलाई दिन्छ, डाओबाट सरलाई काम गरिदिन्छ। यहाँ त डाओमा डाटाबेसको काम डाओमा। अब डाटाबेसको काम बिजनेस लजिक लेयरमा के अरे
बिजनेस लजिक क्लियरको नि काम डाटा यो एक्सेल खास गरी काम चाहिँ यहाँ जस्तै हामीले इन्सर्ट गर्छ नि अँ यहाँनिर अँ काम चाहिँ यहाँ गरे जस्तो हुन्छ होइन अँ तर होइन यो त यसले पठाएको पठाएको काम चाहिँ भ्यालु यहाँ मात्रै भ्यालुमा त पठाएको काम यहाँ चाहिँ काम यहाँको हुन्छ काम लास्टमा चाहिँ यहाँको यसले त खास मैले गरी चाहिँ चिज मात्रै दिने हो अँ, लजिक मात्रै पठाइदिने हो त्यसलाई के गर्नुपर्ने भने यसले पठाउने हो गर्ने चाहिँ यसले हो क्या त्यही त मलाई चाहिँ कस्तो लागेको थियो नि इन्सर्ट यहाँ गर्नुको होइन अब डाटा एक्सेस लिएको काम हो नि त इन्सर्ट टेबल भन्ने अँ मलाई चाहिँ कस्तो लाग्यो यसले काम करे जस्तो लाग्यो यसले काम गरेको छैन अहिलेसम्म कि यसले त पठायो यसलाई यसलाई यसकोलाई पठायो पठायो अनि यसले यहाँले चाहिँ काम काम गर्यो यसले मेन काम त्यहाँ आउने हो लेबर भनेको यो हो क्या यो भनेको टप लेयर हो सबभन्दा सिनियर यो त चुप्प लाएर बस्ने ल ल यो काम किनेर दिने हो क्या जस्तै अब हेड के हुन्छ हेडले के काम गर्ने हो त सब्जी के चाहिन्छ ला किनेर दिने हो पैसा कति चाहिएको इन्भेस्ट कति गर्नु दिने हो अब यसले के गर्छ त्यो पैसा लगानी कसलाई गर्छ त सबै लेबरलाई गएर भन्ने लेबरले सब काम गरेर साफ भयो भन्छ यसले भयो भन्छ यसले हेडलाई भन्छ भएन त्यस्तो त नि त्यो सिस्टमेटिक वेमा गएको हो क्या यो चाहिँ यो चाहिँ मजाले राम्ररी होइन हामीले के अरे यो पनि गरिसकेको छ एउटा अझै क्लास गरिसक्यो है त्यतिखेर चाहिँ खै भनेको त नि उसको फोर्थ क्लास फोटोमा इमेज मात्र गएको थियो त्यो मैले बुझाएको थिइनँ के अरे गएको थिएन प्र्याक्टिस त्यही भएर फेरि यो पनि गराइदियो होइन यो चाहिँ मैले प्र्याक्टिस गरेको थिएँ अनि क्लास नगरौँ भनेर यो चाहिँ भोलि मजाले बुझेर आउनु है अनि त्यसपछि बल्ल जति बुझ्छ त्यति राम्रो हो क्या फेरि बुझेन भने के हुन्छ भने आफैलाई अप्ठ्यारो हुन्छ बिस्तारै गयो कि फर्स्टमा बिस्तारै जानु केही फरक पर्दैन मलाई अब यो बल्ल गर्ने अब मजाले बुझ्छ केही फरक पर्दैन किन त के हो गेट अल इम्प्लोइमा आउँछ त्यो इम्प्लोइ लिएर आउँछ इन्सर्ट गरेर फर्स्ट नेम लास्ट नेम पठाएको छ सबै सेम त अब त्यसपछि अनि यो एकचोटि मजाले प्र्याक्टिस गर्नु क्या एकचोटि घरमा प्र्याक्टिस गर्नु कन्फिडेन्स लेभल आउँछ अनि बल्ल काम गर्न थाल्ने सब बुझ्छ क्या मेरो फेरि एकदम तुफान कोड बुझ्छ भ्या होला नि सब भट्टाभट एकछिनमा कहाँबाट कहाँ सिधाइसकेको हुन्छ जस्तै यही कुराहरू हेर्दा चिटिएनमा सर र कपी गरेँ झ्याप सिधाइ एकछिनमा सिधाइँदैन त्यस्तो हो क्या यहाँबाट पहिला प्र्याक्टिस गर्नु होइन अनि त्यसपछि बल्ल बरु बिस्तारो बढाउनु हामी हतार गरेर केही पनि छैन हतार गरेर केही नबुझ्नुभन्दा केही बुझेर गएको राम्रो बेस बनाएर गएको राम्रो है यो गरेर लिएर आउनु है त